हेलो नमस्ते एभ्रिवान। आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। अन्त फिलहाल भने म चाहिँ यहाँ क्लासबाट भ्लग स्टार्ट गरिरहेको छु। क्लास चाहिँ कहाँ भन्दा खादीमा। तपाईहरुले मेरो लास्ट टाइमको भिडियो हेर्नुभएको छ भने यादै छ है, म खादीमा बेकिङ क्लास गर्दैछु। अन्त आज चाहिँ क्लासको फर्स्ट डे। अन्त यो चाहिँ हाम्रो क्लास है। अरू चाहिँ अघि आएर पनि बसिरहनु भएको छ। अन्त अब चाहिँ हाम्रो यहाँ केकको चाहिँ स्टार्ट भयो है। आज चाहिँ हाम्रो ड्राई फ्रुट्स केक थियो हैन, बनाउनु पर्ने। अन्त सरले चाहिँ हामीलाई सिकाउनु हुँदैछ। अन्त फर्स्ट अफ अल सरले अन्डा हाल्नुभयो यहाँनिर हैन, अनि त्यसलाई मिक्स गरेर यसमा हाल्नुभयो मैदा, अन्डा र मैदा मिक्स गरेर हाल्नुभयो। अन्त दुध है मिक्स गरिरहनु भएको छ। अन्त सुगर पाउडर, अन्त यसमा चाहिँ बेकिङ पाउडरहरू पनि हाल्नुभएको छ। अनि उहाँ एकजना नानाले चाहिँ ड्राई फ्रुट काट्नु हुँदैछ अनि मिक्स गर्नु हुँदैछ। सरले चाहिँ मजाले एकदमै मिक्स गरिरहनु भएको छ हैन। अनि त्यसको बादमा ट्रेमा चाहिँ बटर पेपर हालेर सरले मजाले त्यसलाई बेक गर्नुको लागि चाहिँ हाल्नुभयो ट्रेमा हो। अन्त नानालाई पनि ट्राई गर्नु भन्नुभयो सरले। सर नानाहरू पनि ट्राई गर्नु हुँदैछ। यहाँनिर चाहिँ बेक गर्नुको लागि ट्रेमा हाल्नु हुँदैछ नानाहरूले पनि है। अनि यहाँ चाहिँ एकदमै बेकिङको लागि रेडी भयो। सरले ओभनमा हाल्नु रेडी हुनुभयो, सर हाल्नु हुँदैछ यहाँनिर चाहिँ है। यसलाई हामी राख्नुपर्ने हुन्छ एकदमै टक्कै कति 40 मिनट जस्तो राख्नुपर्ने हुन्छ है। अन्त यहाँ हाफ बेक हुँदैछ चाहिँ हैन। अनि यहाँ भने चाहिँ हामी बेकिङको टाइममा चाहिँ एकदमै सबैसँग गफ हाँस्दै हो बसिरहेको थियौँ सबैजना, कसै हेर्दै हैन। अनि म चाहिँ यसो नानीसँग टाइम पास गरिरहेको थिएँ हैन। 40 मिनट्स वेट गर्नुपर्ने थियो। अन्त यहाँ हुनुहुन्छ हाम्रो टङ्का दिदी, एकदमै हाम्रो क्लासको इम्पोर्टेन्ट, ऊ नभए क्लास चाहिँ नहुने। सो यहाँ चाहिँ हाम्रो केक बेक भएर रेडी भयो। अन्त नानाले चाहिँ बाहिर निकाल्नु हुँदैछ है, एकदमै रेडी भएर पनि हाम्रो चाहिँ एकदमै वाउ है। फाइनल रिजल्ट एकदमै दामी देखिरहेको छ, डिलिसियस। वाउ, हेर्नुहोस् होला तपाईँहरू पनि, सो डिलिसियस है हाम्रो एकदमै। सो यहाँ चाहिँ हामीले कटिङ गरेर रेडी